जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने प्रकारका अवांछित गतिविधिहरू पनि भइरहेको सन्दर्भमा हाम्रो पार्टीले यो दिनलाई जनताको उत्सवका दिनका रूपमा आयोजना गर्नुपर्दछ भन्ने निष्कर्षका आधारमा देशव्यापी रूपमा आजको दिनलाई जनताको उत्सवका रूपमा आयोजना गर्नका लागि अनुरोध गरे अनुसार देशका सबै पालिकाहरूमा आज विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइरहेको कुरा म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। काठमाडौँ उपत्यकाको हकमा हामीले काठमाडौँ उपत्यकाका पार्टी कमिटीहरू र पार्टी सम्बद्ध कमिटीहरूको आयोजनामा यो जनोत्सवको आयोजना गरेका थियौं। अत्यन्त भव्य र शानदार रूपमा विभिन्न जात जातिका बाजा गाजा संस्कृतिका साथ हामीले गणतन्त्र उत्सवलाई अत्यन्त भव्यताका साथ र्यालीको आयोजना गरेर सम्पन्न गरेका छौं। म यो उत्सवलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि आउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई पार्टीका तर्फबाट हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु, आभार प्रकट गर्न चाहन्छु। वास्तवमा जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको यो लोकतन्त्र, यो गणतन्त्र जनताको सार्वभौम सत्ताको प्रतीकका रूपमा रहेको छ। त्यस अर्थमा यो व्यवस्थाप्रति नेपाली जनताको अपनत्व छ। नेपालको आफ्नो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताका आधारमा हामीले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गरेका छौं र त्यो व्यवस्थाका माध्यमबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउने यात्रा निरन्तर रूपमा जारी छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहन्छु। Hoşçakal.